सरकारी जागिर भनेको पैसा दिएर हुनेवाला जागिर होइन के, पाउनेवाला जागिर होइन, गर्नेवाला जागिर होइन। यो भनेको आफ्नो मेहनत, आफ्नो जो काबिलियत छ, आफ्नो क्वालिटी छ, त्यो अनुसारले पाउने हो क्या। तर अब अहिलेको कलियुगको जमानामा होइन, पैसा दिएर पनि मान्छेहरू धेरै चाहिँ सरकारी जागिरमा लागिरहेको छ। तर त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि अगर एउटा 19 को एउटा 20 को छ भने चाहिँ त्यहाँ चाहिँ त्यो फेभरिटिजम हुनसक्छ होइन, करप्सन हुनसक्छ या पैसा हालेबाट त्यो चाहिँ हुनसक्छ। तर तपाईँ 25 को हुनुभयो, एउटा चाहिँ 20 को छ भने कसरी हुनसक्छ? सो 19-20 को फरक नगर्नुहोस्, आफूलाई यति क्यापेबल गराउनुहोस् कि 20 देखि 25 को फरक होस्। एउटा 20 को छ भने अर्को 25 को होस्। तपाईँ सबै कुरामा पास छ, टेस्टहरूमा सबैमा अब्बल छ, एकदम गुड छ भने त कसैले केही गर्न सक्दैन। तपाईँ हुन्छ। ओके, थ्याङ्क यू।